नमस्कार, म सुरेन्द्र माथेमा इनसाइड दैनिकको विज्ञान प्रविधि तथा विकास कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु। हालसालै यहाँले नयाँ खबर सुन्नुभएको होला कि भारतमा न्युक्लियर रियाक्टरलाई चाहिने नयाँ फ्युल थोरियमबाट न्युक्लियर रियाक्टर चलाउने विषयमा कुरा आएको थियो। त्यही विषयलाई मध्यनजर गर्दै आज म न्युक्लियर रियाक्टरले कसरी काम गर्छ, नेपालमा पनि युरानियमको धेरै व्यापक कुराहरू भइराखेको छ, ती कुराहरूलाई अलि उजागर गर्नको निम्ति आजको विषय छानिएको छ। न्युक्लियर रियाक्टरमा शक्ति कसरी उत्पादन हुन्छ, न्युक्लियर रियाक्टरबाट विद्युत कसरी उत्पादन हुन्छ भन्ने विषयमा आजको कुराकानी केन्द्रित गर्न गइराखेको छु। कुनै पनि न्युक्लियर रियाक्टरमा बिजुली शक्ति उत्पादन गर्नको निम्ति संसारका महान वैज्ञानिक एल्बर्ट आइन्स्टाइनको एउटा फेमस इक्वेसन छ। त्यो इक्वेसनमा के लेखेको छ भने E=mc²। त्यसले के जनाउँछ भने शक्ति यति उत्पादन हुन्छ कि त्यहाँ m भनेको मास, जुन शक्ति बनाउने प्रक्रियामा त्यो मास हराएर जान्छ, शक्तिमा परिणत हुन्छ। त्यसलाई प्रकाशको वेगलाई दुईपल्ट गुणन गरेर आउने सङ्ख्या नै शक्ति हो। त्यो शक्ति यति धेरै हुन्छ कि त्यसैले मानिस त्यो न्युक्लियर रियाक्टरभित्र हुने सबै प्रक्रिया यसैले गभर्न गरेको हुन्छ। त्यसैले आइन्स्टाइनको नामबाटै संसारमा न्युक्लियर रियाक्टरको शुभारम्भ भएको अनुभव हुन्छ। झन्डै यहाँलाई जानकारी गराउँ कि सी भन्दाखेरि लाइटको गति झन्डै अन्दाजी झन्डै सालाखाला 3 लाख किलोमिटर पर सेकेन्ड हुन्छ। अब कुरा आउँछ न्युक्लियर रियाक्टर भन्दाखेरि यो बाहिर आगो बाल्ने, डिजेललाई बाल्ने, पेट्रोललाई बाल्ने जस्तो कुरा होइन। यहाँ केमा खेलिन्छ भने कुनै पनि पदार्थको, कुनै पनि एलिमेन्टको सबैभन्दा सानो पार्टलाई चाहिँ हामी एटम भनेर भन्छौँ। यसमा एटोमिक रियाक्टर, न्युक्लियर रियाक्टरमा हुने कुराहरू भने एटमसँग खेल्नु। त्यसैले अहिले हेर्नुभयो भने झन्डै झन्डै संसारको पिरियडिक टेबलमा, एलिमेन्टको पिरियडिक टेबलमा हेर्नुभयो भने 118वटा एलिमेन्टहरू छ। त्यो 118वटा एलिमेन्ट मध्ये केही एलिमेन्टलाई चाहिँ नि हामीले खेल्न सक्यो भने, त्यसमा केही नयाँ कार्य गर्न सक्यो भने त्यसबाट शक्ति उत्पादन हुन्छ। त्यस्तै आइन्स्टाइनले के पनि भन्नुभएको छ भने शक्तिलाई न हामी बनाउन सक्छौँ, न शक्तिलाई हामी क्षति गर्न सक्छौँ। यो कन्स्ट्यान्ट हुन्छ, यसले आफ्नो फर्म मात्रै चेन्ज गर्छ। मास शक्तिमा परिणत हुन सकिन्छ, शक्ति मासमा परिणत हुन सकिन्छ, तर बनाउन सकिँदैन। त्यसैले भन्दै गर्दा हामी धेरै सर्फेसियली कुरा मात्रै गर्छौँ। आज यहाँहरूलाई एटमिक स्ट्रक्चर हुनलाई त स्कुलको कोर्समा धेरै पढ्नु भए पनि होला। मैले कुनै पनि एटमको स्ट्रक्चर कस्तो हुन्छ त्यो पनि हरेक साइन्टिस्टको डिफ्रेन्ट एटमिक स्ट्रक्चरको कुरा थियो भने मैले यहाँहरूलाई निल्स बोर भन्ने साइन्टिस्टको ले परिकल्पना गर्नुभएको एटमिक स्ट्रक्चर सम्बन्धी कुरा गर्नु गइराखेको छु। कुनै पनि एटम जस्तै पिरियडिक टेबलमा हेर्नुभयो भने सबैभन्दा पहिलो हाइड्रोजन हुन्छ, 6औं नम्बरमा आएर कार्बन हुन्छ। मैले कार्बनको एउटा इक्जाम्पल लिएँ भने कार्बनको कुनै पनि एटममा, एटमको बिचमा न्युक्लियस भनेर भने हुन्छ, त्यसमा प्रोटोन जसलाई चाहिँ पोजिटिभली चार्ज भएको हुन्छ भने अर्को चाहिँ न्युट्रोन भन्छ। यी पार्टिकलहरू, यी पदार्थहरू त्यसमा रहेको हुन्छ। जस्तै अनि त्यसको बाहिर चाहिँ इलेक्ट्रोन जसको चार्ज चाहिँ नेगेटिभ भएको हुन्छ भने प्रोटोनको पोजिटिभ चार्ज हुन्छ, त्यस्तै न्युट्रोनको पनि कुनै चार्ज हुँदैन। त्यो बिचमा बसेको चिज हो कुनै पनि एटमको मुख्य तौल भने त्यसैमा भएको हुन्छ। बाहिर घुमेको इलेक्ट्रोन भने चाहिँ साह्रै हलुका हुन्छ, त्यसको मास एटममा चाहिँ लिँदैन। खालीपनको कुरा गर्नुहुन्छ भने पनि कुनै पनि न्युक्लियस र इलेक्ट्रोनको दूरी कुरा गर्नुहुन्छ भने झन्डै झन्डै 5 किलोमिटरको एउटा बलमा बिचमा एउटा क्रिकेटको बल राख्नुभयो भने न्युक्लियस भनेको क्रिकेटको बल भयो
बाहिरको 5 किलोमिटरको रेडियस भने त्यो बाहिर त्यति टाढा चाहिँ नि घुमेर बसेको हुन्छ। त्यसैले कुनै पनि एटम, कुनै पनि पदार्थलाई टुक्रा गर्दै जाँदाखेरि एटोमिक लेभलमा पुगेर त्यसलाई पनि हेर्ने हो भने त्यो खाली शून्य मात्रै हो, खाली मात्रै हो। त्यसैले कार्बनको एउटा स्ट्रक्चर, हाइड्रोजनको त सबैभन्दा पिरियडिक टेबलमा सबैभन्दा पहिलो इलिमेन्ट हो। त्यसपछि मैले भनिहालेँ 6औं नम्बरको कार्बनको अलिकता तपाईँलाई जानकारी मात्रै गराउन खोजेको। न्युक्लियर रिएक्टरले कसरी काम गर्छ, कसरी शक्ति उत्पादन हुन्छ भन्ने सिलसिलामा कुरा राख्नुको निम्ति अलि यो कुरा पनि थाहा पाइराखेमा आफूलाई केही जानेको अनुभव हुन्छ। त्यसैले कार्बनको एउटा स्ट्रक्चर हेर्नुभयो भने न्युक्लियसमा प्रोटोन, जसको पोजिटिभ चार्ज त्यो 6वटा प्रोटोन हुन्छ। त्यस्तै त्यहीसँग तासेर बसेका, जसलाई हामी न्युट्रोन भन्छौँ, जसको चार्ज हुँदैन, त्यो पनि 6वटा नै हुन्छ। अर्को बाहिर घुमिरहेको इलेक्ट्रोन, जसको चाहिँ नि चार्ज नेगेटिभ हुन्छ, त्यो पनि 6वटा नै हुन्छ। त्यसैले यसलाई जनाउनखेरि जस्तै यहाँ तपाईँले फोटोमा हेर्नुभयो भने 12C6 लेख्नुको अर्थ सीले कार्बन जनाउँछ भने 6 नम्बरले तलको 6ले चाहिँ नि त्यो प्रोटोनमा, त्यो एटममा कतिवटा प्रोटोन छ भने भन्छ। प्रोटोनले कुनै पनि एलिमेन्टलाई चाहिँ नि जनाउँछ। 6 नम्बरको यो प्रोटोन भन्नासाथ त्यो कार्बन हुनैपर्छ, 1 भन्नासाथ हाइड्रोजन हुनैपर्छ। त्यस्तै माथिको नम्बर 12 लेखेको छ, त्यो 12 भनेको प्रोटोन र न्युट्रोनको जोड, जसलाई चाहिँ नि एटोमिक मास भन्छौँ। त्यसरी यो राखेको हुन्छ। कार्बनको स्ट्रक्चरमा न्युक्लियसमा 6वटा प्रोटोन, 6वटा न्युट्रोन र बाहिर चाहिँ नि 6वटा इलेक्ट्रोन घुमेर बसेको हुन्छ भने त्यस्तो कार्बनलाई हामी नेचुरल कार्बन भनेर भन्छौँ। प्रकृतिमा प्राय धेरै पाइने कार्बन चाहिँ यो नै हुन्छ। अब आउँछ आइसोटप्स भनेर। कार्बनको त्यही मात्रै हुनुपर्छ भन्ने छैन। अहिले लेखेको नेचुरल कार्बनमा चाहिँ नि 12C6 छ भने कुनै कुनै कार्बन कस्तो पनि हुन सकिन्छ भने प्रोटोन त 6वटा नै हुनुपर्छ, तर न्युट्रोन 6को ठाउँमा 7 पनि हुन सकिन्छ, 8 पनि हुन सकिन्छ, तर इलेक्ट्रोन चाहिँ नि 6वटा नै हुन्छ। त्यस्तो कार्बनको लेख्नु पर्यो भने चाहिँ नि 14C6 लेख्यो भने त्यसले चाहिँ नि यो कार्बनको आइसोटप्स हो भनेर हामी थाहा हुन्छ। आइसोटप्सले के जनाउँछ भने त्यो नेचुरल चिज होइन कि नेचरमा यदि छ भने त्यसले चाहिँ नि जहिले पनि इन्स्टेबल कार्बन भनेर भन्छ। जहिले पनि ऊ आफ्नो नेचुरल कार्बनमा फर्कन चाहन्छ। त्यसैले कार्बन डेटिङको भन्छ नि, हाफ लाइफ भन्छ, रेडियो एक्टिभ हुनसक्छ। त्यसैले त्यो कार्बनले जहिले पनि नेचुरल कार्बन जाने केसमा चाहिँ नि संसारको सृष्टिको कुरा गर्दाखेरि कार्बन डेटिङको कुरा पनि यही फर्मुला चाहिँ नि भएको हुन्छ। अब आयो सानो, मैले तपाईँले एटमको स्ट्रक्चर कस्तो हुन्छ, बेसिकल्ली आजको साइन्स हेर्ने हो भने योभन्दा पनि एडभान्स हाम्रो कुराहरू आइसकेको छ। क्वान्टम फिजिक्सको कुरा गर्ने हो भने भेरी एब्स्ट्र्याक्ट खाली कुराहरू हुन्छ यो एटोमिक स्ट्रक्चरको कुरा गर्दा पनि। अब आएर म न्युक्लियर रिएक्टरमा के फ्युलको चाहिँ प्रयोग हुन्छ, न्युक्लियर रिएक्टरबाट हामी बिजुली पनि निकाल्न सक्छ भन्ने कुराको पनि यहाँहरूलाई जानकारी गर्नु गइराखेको छौँ। न्युक्लियर रिएक्टरलाई चाहिने फ्युलको रूपमा चाहिने युरानियमलाई लिन्छ। अब हाम्रो नेपालको पनि जस्तै मुस्ताङमा युरानियम फेला पर्यो भनेर धेरै व्यापक कुरा भइरहेछ। कहिले के व्यापक कुराहरू स्मगलिङ भयो भन्ने कुरा पनि हुन सकिन्छ। झन्डै आइन्स्टाइन पछि अमेरिकामा धेरै साइन्टिस्टले युरानियमको प्रपर्टीहरू पढ्न थाले। त्यो युरानियमको प्रपर्टी पढ्दाखेरि, उत्खनन गर्दाखेरि चाहिँ नि संसारमा पाइने युरानियमको झन्डै 79.3% युरानियम मात्रै हामी जसलाई चाहिँ नि फर्टाइल युरानियम भनेर भन्छ। युरानियमको तपाईँले एटोमिक स्ट्रक्चर हेर्ने हो भने युरानियममा झन्डै 92वटा 92 नम्बर्स अफ चाहिँ नि प्रोटोन हुन्छ। त्यस्तै इलेक्ट्रोन पनि 92वटा 92वटा नै हुन्छ। तर न्युट्रोन फरक हुन सकिन्छ। यदि न्युट्रोन फरक हुन्छ भने कुनै आइसोटप फर्ममा हुन्छ, कुनै चाहिँ नि नेचुरल युरानियम हुन सकिन्छ। नेचुरल युरानियमको हेर्नुभयो भने चाहिँ नि न्युट्रोन 146वटा हुन्छ। त्यसैले नेचरमा पाइने प्राय धेरै युरानियमको अङ्क हेर्नुभयो भने युरानियम 238 भन्छ।
भन्नु मतलब युरानियमको 92वटा प्रोटोन र 146वटा न्युट्रोन हुन्छ। त्यस्तो युरेनियम कुनै पनि ठाउँमा माइनिङ गर्दाखेरि 99.3% हुन्छ। तर यो युरानियमलाई चाहिँ हामी फिजाइल युरानियम भन्दैन, फ्युजन रियाक्सनको निम्ति काम लाग्दैन। यस्ता युरानियमलाई हामी फर्टाइल भन्छौँ। यसलाई फिजाइल बनाउन सकिन्छ, तर यस्तो युरानियम स्ट्रेट एनर्जी पैदा गर्न नसक्ने भएको हुनाले यस्तोलाई फर्टाइल भनिन्छ। जसको जहाँ पाउने यसको प्रतिशत मैले भनिहालेँ कि 99.3% यस्ता खाले युरानियम पाइन्छ भने जो युरानियम आइसोटप्स फर्ममा, जसलाई चाहिँ फिजाइल भन्छ, सिधै न्युक्लियर रियाक्टरमा राखेर न्युट्रोनले बम्बार्डमेन्ट गर्यो भने चाहिँ नि एनर्जी निकाल्न सकिन्छ। त्यस्तो युरानियम 0.7% मात्रै पाइन्छ संसारको माइनिङमा। भने त्यसको स्ट्रक्चर तपाईँले हेर्नुभयो भने प्रोटोन त 92वटा नै हुन्छ, तर न्युट्रोन अघि 238 मा चाहिँ नि 146वटा न्युट्रोन थियो भने यो आइसोटप्समा 143वटा मात्रै न्युट्रोन हुन्छ। त्यसैले यो आइसोटप इनस्टेबल भन्छ। जहिले पनि यो आफ्नो नेचुरल फर्ममा जान खोज्छ। त्यसैले युरानियम चाहिँ नि कुनै पनि आइसोटप्स प्राय धेरै त्यो स्टेबल नहुने हुनाले यसले अल्फा डिके, बीटा डिके, गामा डिके भनेर एनर्जी फालिरहेको हुन्छ। यसले गर्दा रेडियो एक्टिभ भन्ने कारणले पनि हो। अब एटोमिक न्युक्लियर रियाक्टरमा चलाइने मेन फ्युल फ्युलको रूपमा चाहिँ नि हामीले चलाएको हुन्छ। अब न्युक्लियर रियाक्टरभित्र यो युरानियमको 235 राखेर कसरी रियाक्सन गर्ने त भन्ने कुराको गभर्न चाहिँ केले गर्छ भने त्यही E=mc²। अब न्युक्लियर रियाक्टरमा हुने एउटा रियाक्सनलाई हामी भन्छौँ फ्युजन रियाक्सन भनेर भन्छौँ। न्युक्लियर रियाक्टरमा न्युक्लियर फिजिक्समा दुई खाले रियाक्सन हुन सकिन्छ। एउटालाई चाहिँ फ्युजन भन्छौँ। फ्युजन भनेको एउटा ठुलो एटमलाई टुक्रा गरेर सानो दुईटा एटम बनाउने प्रक्रियालाई चाहिँ हामी फ्युजन भन्छौँ भने फ्युजन भनेको दुईटा सानो एटमलाई जोडेर ठुलो एटम बनाउने, त्यसलाई चाहिँ फ्युजन भन्छौँ। जुन फ्युजन रियाक्टर हामी फ्युजन रियाक्सन भनेको चाहिँ नि हाइड्रोजन बम हुन सकिन्छ। सूर्यमा भइरहेको रियाक्सन पनि फ्युजन रियाक्सन हो, जहाँ चाहिँ नि हाइड्रोजन र हाइड्रोजन बम मिलेर हेलियम बन्छ। हेलियम भने 2 नम्बरको पिरियडिक टेबलमा 2 नम्बरको एलिमेन्ट भयो। अब आज हामी फ्युजन रियाक्सनको मात्रै कुरा गर्छौँ। संसारमा कन्ट्रोल फ्युजन रियाक्सनको काम अझ पनि सक्सेस भएको छैन। यो न्युक्लियर रियाक्टर जुन फ्युजन रियाक्सन त वर्षौँदेखि, सायद म जन्मनुभन्दा अगाडिदेखि चलिआएको कुराहरू हो। किनभने त्यो रियाक्सन गर्नको समयमा नै हिरोसिमा र नागासाकीमा चाहिँ नि यस्तो रियाक्सनबाट, फ्युजन रियाक्सनबाट एटमिक बमहरूको प्रयोग भइसकेको थियो। अब कुनै पनि युरानियमको 235 भन्ने युरानियम हुन्छ, जसको अघि मैले भनिहालेँ कि प्रोटोन 92वटा, न्युट्रोन र प्रोटोन गरेर 245 त्यो चिजलाई यदि न्युट्रोनलाई कुनै पनि मेसिनले चाहिँ नि त्यसमा हान्न सक्यो भने, हाई स्पिडले हान्न सक्यो भने त्यो युरानियमको कन्भर्ट केमा हुन्छ भने आइसोटप त्योभन्दा अलि इन्स्टेबल U36 भन्ने युरानियममा कन्भर्ट हुन्छ। त्यो कन्भर्ट हुनासाथै इमिडिएटली त्यसको हार्टलाई यति कम हुन्छ कि तुरुन्तै ब्रेकडाउन भएर दुईटा चिजमा ब्रेकडाउन हुन्छ एटम। युरानियम 235 दुई टुक्रा भएर केमा परिणत हुन्छ भने एउटा ब्यारियम भन्छौँ, जसको चाहिँ नि प्रोटोनको सङ्ख्या 56 हुन्छ। अर्को क्रिप्टन भन्छौँ, जसको चाहिँ नि प्रोटोनको सङ्ख्या 36 हुन्छ। दुईटा सानो एलिमेन्टमा कन्भर्ट हुन्छ। साथसाथै 3वटा न्युट्रोन पनि, न्युट्रोन भने के पनि चार्ज नभएको पार्टिकल जुन न्युक्लियसमा हुन्छ, त्यो पनि 3वटा न्युट्रोन पनि यसले रिलिज गर्छ। साथसाथै आइन्स्टाइनको E=mc फर्मुला बराबर चाहिँ नि त्यति एनर्जी पनि यसबाट उत्पादन हुन्छ। त्यो कति उत्पादन हुन्छ भने सुरुको युरानियमको मैले भनौँ कि सर्टेन मास राखेँ, पछि टुक्रा हुनेखेरि एउटा मासको एउटा डिफ्रेन्स हुन्छ। भनौँ कि 1 ग्राम हो कि 1 ग्राम त हुँदैन, एउटा एटममा हुने यति सानो चिज हुन्छ। त्यो फर्मुलामा आइन्स्टाइनले बनाएको, अल्बर्ट आइन्स्टाइनले
बनाउनु भएको प्रतिपादन गर्नुभएको फर्मुलामा यमको भ्यालु त्यो लस इन मास राख्नुभयो भने त्यति एनर्जी उत्पादन हुन्छ। अब तपाईँले एक्जाम्पल कुरा गर्ने हो भने चाहिँ नि उनलाई त हिरोसिमामा युरानियमको एटमिक बम खसालेको थियो, हिरोसिमा नै ध्वस्त भयो। त्यसैले कति पावरफुल हुन्छ भन्ने कुरा यहाँलाई भने। अब त्यो तीनवटा न्युट्रोनले फेरि अब चेन रियाक्सनको प्रक्रिया सुरु गर्छ। तीनवटा न्युट्रोन त सुरुमा एउटा न्युट्रोनले त्यो युरानियमको 235 लाई चाहिँ ब्रेकडाउन गर्न पर्यो, त्यसपछि त्यो बाँकी तीनवटा न्युट्रोनले अर्को युरानियमको त्यो सामानलाई चाहिँ नि फेरि पनि यसले चाहिँ नि फ्युजन रियाक्सन गराउँछ। त्यसपछि यो प्रक्रिया चाहिँ नि अब दोहोऱ्याउनु पर्दैन, त्यसलाई चाहिँ नि हामीले चेन रियाक्सन भनेर भन्छ। तर चेन रियाक्सनको एउटा डरलाग्दोपन के छ भने यदि कन्ट्रोल गरेन भने झन् यो रियाक्टरको रूपमा होइन कि बमको रूपमा कन्भर्ट हुन सकिन्छ। त्यसैले न्युक्लियर रियाक्टरको मेन टेक्नोलोजी भने त कतिवटा इलेक्ट्रोनले यो एटमलाई युरानियमको एटमलाई हान्न लाउने भन्ने विषयमै हुन्छ। तर अब न्युक्लियर रियाक्टरमा हिट त उत्पादन भयो, त्यो हिट उत्पादनलाई चाहिँ कसरी बिजुलीमा कन्भर्ट गर्ने भन्ने कुरा मैले यहाँ सानो न्युक्लियर रियाक्टरको सानो स्केच एउटा बनाएको छु। यो एक्ज्याक्टली त होइन, तर काम गर्ने तरिका त्यो नै हो। यो न्युक्लियर रियाक्टरलाई सबैभन्दा पहिले बिचमा चाहिँ नि फ्युलको एलिमेन्टहरूको कोरहरू बनाएर हुन्छ, सानो सानो पेलेट जस्तो बनाएर हुन्छ। अब त्यो कोरमा चाहिँ नि अलिक मिक्स गरेर हुन्छ। सबै युरानियमको 235 युरानियम राखेको हुँदैन, त्यो भयो भने चेन रियाक्सन चाहिँ यति फास्ट हुन्छ कि एक्सप्लोजन हुनसक्छ भनेर त्यसमा युरानियम 235 र युरानियम 238 जो चाहिँ नि नेचुरल युरानियम भन्छ त्यो राखेर फ्युल रडहरू फ्युलको एलिमेन्टहरू बनाइरहेको हुन्छ। त्यो फ्युलको रडहरूको बिचमा अर्को एउटा रड राखेको हुन्छ जसलाई चाहिँ नि कन्ट्रोल रड भन्छौँ। त्यो कन्ट्रोल रड के को हुन सकिन्छ भने बोरोनको हुन सकिन्छ, चाँडीको हुन सकिन्छ, इरिडियमको हुन सकिन्छ, क्याडमियमको हुन सकिन्छ। त्यो रड तपाईँले फोटोमा पनि मैले स्केच बनाएर राखेको छु, त्यहाँ गर्न सकिन्छ। त्यो कन्ट्रोल रडको पनि अलि म कसरी काम गर्छ यहाँलाई जानकारी गराउँछु। यो सबै चिजलाई एउटा फलामको स्टिलको प्रेसर भेसलमा राखेको हुन्छ। त्यो प्रेसर भेसलमा राख्नेखेरि एउटा न्युट्रोनले हान्न साथै प्रेसर भेसलभित्र त्यो रियाक्सन हुन्छ, फ्युजन रियाक्सन हुन्छ। अब यसको हिट भित्रको हिटलाई बाहिर तान्न पर्ने भयो। बाहिर तान्नुको निम्ति त्यहाँ भित्र चाहिँ त्यो मेटलको भेसलको बाहिर पनि एउटा कन्क्रिटको एउटा सिल राखेको हुन्छ। केही गरेर न्युक्लियर रियाक्टर पड्किहाल्यो, मेल्टडाउन भयो भने चाहिँ बचाउनुको निम्ति र रेडियो एक्टिभ मेटेरियल चाहिँ बाहिर नजाओस् भन्नुको निम्ति चाहिँ नि कन्क्रिटको ठुलो ब्लक तपाईँले त्यसैले न्युक्लियर रियाक्टरमा तपाईँले डोम देख्ने कारण त्यो कन्क्रिटको डोमहरू बनाएको हुन्छ। कन्क्रिटको डोमभित्र त्यो स्टिलको भेसल हुन्छ। भेसलको भित्र चाहिँ नि एलिमेन्टको फ्युलको युरानियमको फ्युलको एलिमेन्टहरू राखेको हुन्छ। त्यसको दुईटाको बिचमा चाहिँ पनि कन्ट्रोल रड राखेको हुन्छ। त्यो सबैलाई केले चिसो पारेको हुन्छ भने कुल्यान्ट, हिट ट्रान्सफर र मोडरेटरको रूपमा हेभी वाटर राखेको हुन्छ। तपाईँले हेभी वाटर भन्दाखेरि पानीको तपाईँले फर्मुला हेर्नुभयो भने H2O, हाइड्रोजनको पनि तीनवटा फर्म हुन सकिन्छ। एउटा नर्मल हाइड्रोजन, एउटा ड्युटेरियम, एउटा ट्युटेरियम भनेर भन्छ। सबैमा प्रोटोन त एउटा एउटा नै हुन्छ हाइड्रोजनमा, तर ड्युटेरियममा दुईटा न्युट्रोन हुन्छ, ट्युटेरियममा तीनवटा न्युट्रोन हुन्छ। त्यसैले चाहिँ नि हेभी वाटरको एउटा फाइदा के भने यसले चिसाउने काम पनि गर्छ। यसले एउटा हिट त्यहाँभित्र उत्पादन भएको हिटलाई बाहिर तान्न पनि प्रयोग गर्छ भने अनि त्यो न्युट्रोनलाई चाहिँ नि कन्ट्रोल गराउनको निम्ति त्यो होल फ्युल सेलको बाहिर चाहिँ नि पुरा हेभी वाटरले चाहिँ नि कभर गरेको हुन्छ। त्यो पानीलाई चाहिँ नि तातो भइसकेपछि तानेर बाहिर एउटा स्टिम जेनेरेटर राख्छ। स्टिम जेनेरेटरमा के भने पानीलाई केही गरेर 100 डिग्री सेन्टिग्रेड भन्दा माथि पुगायो भने स्टिममा कन्भर्ट हुन्छ। त्यो पनि एक प्रकारको हिट एक्सचेन्जरै हो। त्यो कुल्यान्टलाई स्टिम जेनेरेटरमा पठाएर त्यो कुल्यान्टको फेरि चिसो भइसकेपछि पम्पबाट न्युक्लियर रियाक्टरको कोरमा छिराइन्छ। अनि सेकेन्ड साइकलमा चाहिँ नि त्यो स्टिम जेनेरेटरबाट स्टिम जेनेरेट भइसकेपछि स्टिम टर्बाइन भनेर भन्छ। स्टिम टर्बाइन भने टर्बाइनले कुनै पनि पानीको जुन घट्टको चक्की जस्तै हुन्छ त्यस्तो चक्कीलाई घुमाइसकेपछि त्यो चक्कीसँगै तपाईँले जेनेरेटर राख्नुभयो भने विद्युत उत्पादन हुन्छ। त्यो विद्युत हामीले घर घरमा पुर्याउन सकिन्छ, कारखानामा पुर्याउन सकिन्छ। अनि त्यहाँबाट निस्केको स्टिम
अझ पनि तातो हुन्छ, त्यसलाई चिसो गर्नको निम्ति फेरि कुलिङ टावर कन्डेन्सरहरू राखेको हुन्छ, त्यसलाई फेरि त्यही प्रक्रियाले डोहोऱ्याइरहेको हुन्छ। न्युक्लियर रियाक्टरले गर्ने काम त्यही हो। तर न्युक्लियर रियाक्टरमा चाहिँ नि अब कति पावर उत्पादन गर्ने भन्ने कुराको चाहिँ नि कन्ट्रोल रडले चाहिँ नि यसलाई तलमाथि गरेर कति एनर्जी उत्पादन गर्ने। प्राय धेरै न्युक्लियर रियाक्टरको रेटिङ चाहिँ नि दुई तरिकाले गरेको हुन्छ। एउटा यति मेगावाट टी भनेर लेखेको हुन्छ। मेगावाट टी भने थर्मल यति मेगावाट बिजुली हिट निकाल्छ भन्न खोजेको हो भने कुनै कुनैमा मेगावाट ई लेख्नुको मतलब यति इलेक्ट्रिसिटी निकालेको भनेर गर्न सकिन्छ। प्राय ठिक्क साइजको न्युक्लियर रियाक्टरहरूको साइज चाहिँ नि 500 मेगावाट ई चाहिँ नि गरेको हुन्छ। अब यस्तो खाली रियाक्टरलाई चाहिँ नि हामी प्रेसराइज्ड हेभी वाटर रियाक्टर भनेर भन्छौँ। हामीलाई त्यो रियाक्टरको डिफ्रेन्ट टाइप छ, यसमध्ये एकदमै पपुलर खालको रियाक्टरलाई चाहिँ नि प्रेसराइज्ड हेभी वाटर रियाक्टर भनेर भन्छौँ। अर्को एउटा इन्ट्रेस्टिङ पार्ट, यो रियाक्टरमा किन संसारका धेरै मान्छे जस्तै अमेरिका, रसियामा यो रियाक्टर प्रेसराइज्ड हेभी वाटर रियाक्टरमा उनीहरूले धेरै रिसर्च गरेको छ। यसको दोहोरो फाइदा हुन्छ। तपाईँले यो बिचमा राख्ने फ्युलमा छानेर हामीले सबै युरानियम 235 त राख्दैनौँ, त्यसमा उहाँले पर्पसिभली युरानियम 238 त्यो पनि राखेको हुन्छ। त्यो राख्नेखेरि त्यो न्युट्रोनले के गर्छ भने युरानियम 235लाई चाहिँ नि टुक्रा पारेर क्रिप्टन र ब्यारियममा कन्भर्ट गर्छ भने त्यो ठाउँमा भएको युरानियम 238लाई चाहिँ नि न्युट्रोनले बम्बार्डमेन्ट गरिसकेपछि यो चाहिँ नि बिस्तारै युरानियम 238 चाहिँ नि कन्भर्ट भएर युरानियम 239 मा कन्भर्ट हुन्छ। त्यसपछि बेटा डिके हुन्छ, फेरि एउटा प्रोटोन चाहिँ नि एड गरेर 239 नेप्ट्युनियम हुन्छ। त्यसपछि पनि फेरि बेटा डिके भइसकेपछि प्लुटोनियममा कन्भर्ट हुन्छ। प्लुटोनियम भनेको जसको प्रोटोनको सङ्ख्या 94 र एटोमिक मास 239 हुन्छ। प्लुटोनियमको चाहिँ नि गुण के छ भने यो चाहिँ नि फर्टाइल भनेर भन्छ, फिजाइल भनेर भन्छ। यसको प्रयोग बिजुली निकाल्नको पनि काम लाग्छ भने, रियाक्टरमा पनि काम लाग्छ भने एउटा फर्म अफ युरानियम इज भेरी गुड फर एटोमिक बम बनाउने काम लाग्छ। त्यसैले अमेरिका, रसियाले चाहिँ नि यो यो रियाक्टरबाट प्रेसराइज्ड हेभी वाटर रियाक्टरबाट बिजुली निकाल्नुको साथसाथै प्लुटोनियमको पनि जेनेरेसन गर्छ। त्यसैले आज अमेरिका इरानदेखि त्रसित भएको कारण के भने उहाँले पनि यस्ता रियाक्टरबाट युरानियम लिएर गएर प्लुटोनियम नबनाओस् भन्ने उद्देश्यले अमेरिकाको एउटा पार्ट, अरू त फ्युलको अर्को तेल सम्बन्धी अर्कै कुरा होला, तर उनीहरूको न्युक्लियर क्यापाबिलिटीलाई चाहिँ नि बन्द गराउनको निम्ति भएको वार जस्तो मलाई लागेको छ। त्यो प्लुटोनियम भने के भने एक्जाम्पल तपाईँलाई लिन खोज्यो भने हिरोसिमामा खसालेको बममा चाहिँ नि युरानियम 235 चाहिँ नि बम ग्रेडको युरानियम थियो। त्यो चाहिँ नि 92 केजी चलाएको थियो भने त्यति डिस्ट्रक्सनको निम्ति प्लुटोनियम जसको चाहिँ नि भ्यालु 239 प्लुटोनियम, त्यो प्लुटोनियम खालि 10 केजी राख्नेखेरि नागासाकीमा त्यत्रै डिस्ट्रक्सन गरेको छ। त्यसैले प्लुटोनियमको मेन काम भने बम बनाउनलाई प्रयोग गर्ने गरिन्छ। संसारमा अब धेरै न्युक्लियर क्यापेबिलिटी भएको देशहरूमा उहाँहरूले हामी न्युक्लियर क्यापेबल छौँ भनेर यसैबाट। अनि प्लुटोनियमको एउटा गुण के छ भने इट इज नट एभाइलेबल इन द नेचर। नेचरमा साह्रै कम मात्रामा हो कि होइन, कहिले च्वास्स पाउने मात्रै हो, नत्र पिरियडिक टेबलमा आर्टिफिसियली बनाएको एलिमेन्ट प्लुटोनियम हो। यति भन्दै आजको यो न्युक्लियर रियाक्टर सम्बन्धी कसरी काम गर्छ भन्ने कुरा राखेँ। आइन्स्टाइनको यो इक्वेसन कसरी फिट हुन्छ भन्ने कुरा पनि राखेँ। तर मैले अघि भनेअनुसार आजको मेरो मुख्य उद्देश्य मैले यो टपिक छान्नुको कारण के भने थोरियम भन्ने एउटा अलग्गै चिज छ जुन संसारको 25% थोरियम इन्डियाको इस्ट सी कोस्टलमा एभाइलेबल छ। संसारको रिजर्भको 25% थोरियम। तर थोरियमलाई चाहिँ नि
फिजाइल भनेर भन्दैन, फर्टाइल हो। ऊ न्युक्लियर रियाक्टरलाई काम लाग्न सकिन्छ, तर सिधा काम लाग्दैन। एउटा एनरिचमेन्ट ब्रिड रियाक्टरबाट प्रक्रिया त्यो चेन्ज गर्न सक्यो भने मात्रै काम लाग्छ। अप्रिल 6 तारिकको दिन इन्डियाको साउथमा एउटा न्युक्लियर फास्ट ब्रिडर रियाक्टरमा उहाँहरूले सक्सेसफुल्ली क्रिटिकलिटी मेन्टेन गर्नुभएकोले जहाँसम्म लाग्छ अब इन्डियाको चाहिने झन्डै 600-700 वर्षलाई चाहिने बिजुली थोरिमबाट निकाल्ने उहाँहरूको प्लान छ। यो 3 स्टेज प्लान मध्ये प्लान 1 सक्सेस भइसकेको छ। प्लान 2 यही वर्षको अप्रिलको 6 तारिक उहाँहरूले देखाउनु भयो। अब 3rd स्टेज भन्ने सजिलो स्टेज हो। त्यसपछि इन्डिया चाहिने संसारको मोस्ट पावरफुल न्युक्लियर रियाक्टरको देश हुन गइराखेको छ। यो सम्बन्धीको जानकारी म मेरो अर्को एपिसोडमा राख्न गइराखेको छु। यति भन्दै आजको निम्ति बिदा चाहन्छु। केही प्रश्न भएमा यहाँले राख्नु भएमा जवाफ दिनको निम्ति हामी खुसी छौँ। नमस्कार।